स्वागत छ मेरो युट्युब च्यानलमा। र आज चाहिँ म यो पोर्चुगलको अन्तिम दिन भनौँ न, भोलि त म गइहाल्छु र त्यही भएर आज चाहिँ हामी बाबा छोरा चाहिँ हामी यता कालदास राइना जाँदैछौँ र उहाँ चाहिँ मेरो ड्याडी। हाई, गुड मर्निङ एभ्रिवान। सबै आरामै हुनुहुन्छ? मेरो छोराको युट्युब च्यानलबाट आज तपाईँहरूसँग दुई चारवटा कुरा बोल्न पाइरहेको छु, धेरै खुसी लागेको छ। आज बाबु पोर्टुगलसम्म आज चाहिँ यसो बाहिर टुर जाँदैछौँ, कालदास राइना प्लस बिचतिर घुम्नको लागि हिँडेको छौँ। आजको टुर चाहिँ हाम्रो सुरु हुँदैछ। अनि बाँकी कुराहरू चाहिँ पछि हामी एउटा गएपछि देखाउँछौँ। र अहिले चाहिँ हामी यहाँ 8 बज्न लाग्यो। हामी चाहिँ बसको वेट गर्दैछौँ, 8 बजे आउँछ भन्दै हुनुहुन्छ। अब हामी चाहिँ यहाँबाट 1 घन्टा जति लाग्छ। र आज चाहिँ हामी वेदर पनि दामी छ, वेदर नि एकदम राम्रो छ। आज चाहिँ हामी बिच जान्छौँ होइन। र अरू कुरा चाहिँ फेरि बाटोमा गर्दै गरौँ आएर। बाबालाई फेरि एकचोटि फाइनली कालदास आइपुग्यौँ। अब हामी यहाँबाट चाहिँ हामी कता जान्छौँ गाडी? अब हामी चाहिँ ब्रेकफास्ट गुलियो खाने कि त्यहाँ समोसा नै हुन्छ। क्यापुचिनो, ब्रेड टोस्ट खान्छौँ। क्रोसान कफी होइन यस्तो खानु मन लाग्छ। चाहिँ हामी ब्रेकफास्ट खाएर हामी चाहिँ उता बिचतिर लाग्नेछौँ। यो चाहिँ पेन रसिन, यो चाहिँ नयाँ, यो चाहिँ के रहेछ? ल सुरु गरौँ। हाम्रो बिहानीको सुरु आजबाट अब कफीबाट हुन्छ। मैले सुकाएर यो खाजा खाएर हामी लाग्छौँ। अगाडि त हामी अब ब्रेकफास्ट खाएर निस्क्यौँ। त्यहाँदेखि कस्तो लाग्यो ब्रेकफास्ट? एकदम मिठो गुलियो स्विट। बिहानै गुलियो त खाने हो नि, तर त्यस्तो गुलियो पनि थिएन। जस भए पनि एकदम मिठो लाग्यो। गुड। अब यहाँको मुभमेन्ट एकछिन कालदासको मुभमेन्ट हेरिन्छ होइन। अनि त्यसपछि अलिक बिस्तारै घाट चढ्नुहुन्छ। त्यसपछि चाहिँ हामी लाग्छौँ बिचतिर। आज वेदरले हामीलाई साथ दिइरहेको छ कि वेदर नै सही छ आज त। मेरो बोल्ट डाउनलोड गर्नु परेछ भाउ। मेरो बोल्ट एप चाहिँ छैन, अहिले बनाइदियो है। हुन्छ, यहाँ आउँछ होला नि। यो हो त्यो यो अगाडि आऊ, यता हो, यता। तिमी अगाडि बस हो भन्दै। म अगाडि बस। गाइस फाइनली हामी ड्याडी कस्तो लाग्यो? गाइस यो चाहिँ सिन है, यस्तो रियलै होइन जस्तो देखिरहेको छ। अब माथि जानुपर्छ है। साइनवाला बिच तल रहेछ नि त बाबु पुल। यो चाहिँ ए हो, यही हो, अस्ति आएको हामी। सिन चाहिँ छ तल झर्ने के माथि जाने? यताबाट झरेर त पहिला माथि जाऊँ,
हो यही अस्ति आएको नि पारि बिचमा ढुङ्गा समुद्रमा यो ओल्डकै हो कि कहाँ ठुलो छाल आउँछ अरे त कता हो त्यसैमा हो कि अन्त मगुन भयो हेर न अन्त शान्त छ यो एरिया मात्रै छाल चलेको है यहाँ त अब त्यस्तो यस्तो खेल्छ नि पानीमा के अरे त्यो यस्तो खुट्टालाई कस्तो लाग्यो खत्रै हो दामी देखेको है उता माथिबाट हेर्दा त झन् गुड मलाई एकदम राम्रो लागिरहेको छ रमाइलो पनि रिल्याक्सिङ छ है यो पोर्चुगलको बिच दामी छ समुद्र कस्तो राम्रो उछाल आएको हामी चाहिँ अब हिँड्दैछौँ को वेदर त यस्तो त बस्न त यहाँ ठिक रहेछ कि दादी है पहिला अगाडि त्यो पनि देखाइदिउँ यो बोट बोट पनि रहेछ हामी आएको चाहिँ पोर्तुगलको यो बिच रहेछ है त्यो भिल्ला दा फोज दो अरिलो के भन्दा यो गाह्रो रहेछ कि नाम छ हाम्रो चाहिँ हामी अब सिधै ठाडो उकाएर पारी छौँ यस्तो दामी छ माथि जाने माथि जाने हुन्न हुन्छ यता यो पारी छौँ अब हामी चाहिँ अब माथि लगभग बिचमा आइपुगिसक्यौँ यहाँबाट चाहिँ यस्तो दामी भ्यू यस्तो बवाल भ्यूहरू देखिन्छ यो फुलहरू देखाइदियो नि त्यो मलाई नै यस्तो विश्वासै गर्न नसक्नेवाला भ्यू के होइन जस्तो लाग्छ यस्तो बवाल छ भ्यू चाहिँ यस्तो दामी छ योहरू चाहिँ फेरि नेपालको जस्तै डाँडा काँडा यस्तो भिडहरू वेदर त बवालै छ बवाल ड्याडीलाई चाहिँ ड्रोन सट यो अब यो यसरी खिच्यो भने है ड्रोनमा खिच्यो जस्तै हुन्छ क्या यहाँबाट वाउ हेर त यहाँबाट चाहिँ भ्यू यस्तो बवाल छ कि ओ त्यो पानीमा कालो कालो के हो मान्छे हो र कुन त्यो दुईटा हेर न कि माछा हो कहाँ ओ हेर न दुईटा कालो कालो पानीमा ए मान्छे होला नि त्यो त मान्छे हो होला मान्छे हो मान्छे हो ओड्निरहेको सिधै मतलब डल्फिन माछा है भन्नु मान्छे हो त्यो यस्तो उस बोर्ड लिएर जाने नि यो चाहिँ मिड पोइन्ट हो अहिले मिड पोइन्ट नै यस्तो बवाल छ कस्तो दामी है यहाँबाट झरेर जानु मिल्दो रहेछ समुद्र त्यतिर हिँड्दै क्या त्यो गहिरै नरहेछ त्यहाँ यस्तो छ ढुङ्गा रहेछ पुरै तल जाने हो र भयो पुरा ल्याउ है कति सङ्लो पानी कति क्लियर है तर झरेर जानु मिल्दो रहेछ त हेर ओके त्यहाँ जानु मिल्दो रहेछ दामी छ दामी
यस्तो साँच्चीकै होइन जस्तो देखिने है यो अझै रियलै होइन जस्तो यस्तो बवाल छ उयो तल चाहिँ जाँदैछौँ ड्याडी सुरुमा हिँड्नुहुन्छ त्यहाँ गएर चाहिँ दामीवाला फोटोसुट खिच्ने गर्नेको अनि के हुन्छ बाटो चाहिँ सही रहेछ जाम ड्याडी यहाँबाट बाटो दुःख रहेछ पानी छ छैन छ नि त के हो त्यहाँ तलबाट जाने यसरी अब यतैबाट जाउँ ढिलो छ है बाटो चाहिँ अलि डेन्जरै रहेछ मान्छेहरू आउने रहेछ कि है अरू पनि आथे कता दुईजना उताबाट आउँदैछ ठ्याकी बनाएको यहाँ हामी चाहिँ यहाँ फाइनल्ली यहाँ बसेर चाहिँ फोटो खिच्ने भनेको कता जाने छ यताबाट हजुर यताबाट कता जाने छ र यहाँबाट तल झर्ने होला क्या उसै गह त मेरो मान्छे त फाइनल्ली यहाँ आयो ल यहाँ फोटो यहाँ बस तिमी ल अब हामी चाहिँ यहाँ फोटो खिचेर नि फर्किसक्यौँ अब बाटो चाहिँ यस्तो छ र यहाँको भ्यू चाहिँ बवाल छ उताबाट यो चाहिँ अलिक डेन्जर रहेछ क्या यो त नाग्दिउँ होला है त्यो चाहिँ यस्तो दामी छ त्यो दुईटा मान्छे कता गयो वहाँ पौडी खेलेछ ऊ दुईजना तिनीहरूको रहेछ क्या त्यो पप्पी त कहाँ अघि कुकुर भागेको क्या दुईटा हामीसँग आएको मान्छे कता गयो ओ यहाँ यो मुनि छ पौडिन ला फेरि एउटा यहाँ भिडियो बनाइदिनु न तिम्रो होइन समुद्रको मात्रै यसरी यो डाँडाबाट हो त्यस्तै हामी चाहिँ यो बाटो जान्छौँ यो बाटो डेन्जर छ त त्यो ठाडै उकालो छ फोटो खिच्नको लागि चाहिँ जाम ड्याडी ठ्याक्कै 15 मिनटको हुँदो रहेछ यो तर यो चिप्लो नहुने खालको माटो रहेछ हेर्दाखेरि चाहिँ चिप्लो है चपक चपक अडिने के अब चाहिँ तर चिप्लो चाहिँ छैन तल गएर फोटो नि खिच्यो अब चाहिँ हामी अझै मेन भ्यू पोइन्टमा जाने हो ड्याडी आउँदै हुनुहुन्छ यो फुलहरू पनि राम्रो रहेछ यो त झर्दै गयो रहेछ है अहिले चाहिँ हामी चाहिँ त्यो तल त्यो ढुङ्गामा पुगेर आएको भ्यू त यस्तो दामी छ नि जाम ड्याडी अब माथि हाम्रो यङ ड्याडी कति सङ्ख्या किरामा निस्केको नि त फाइनल्ली हामी चाहिँ डाँडामा आयौँ यो डाँडाबाट चाहिँ भ्यू चाहिँ यस्तो छ खतरा छ भ्यू चाहिँ दामी छ कस्तो निलो हो कि पानी नि है अब हामी चाहिँ
कहाँ जान्छौँ भन्दा यो त गिलो छ यहाँबाट चाहिँ यस्तो बवाल भ्यू छ अझै हामी अझै माथि जान्छौँ चाहिँ फाइनली यहाँको टप ठाउँमा आइपुग्यौँ यहाँबाट चाहिँ भ्यू चाहिँ यस्तो छ है मान्छे त हिँड्न त हिँड्दो रहेछ तिरतिर यो त ट्रेकिङ गए नि हुँदो रहेछ ट्रेकिङ जस्तो जाने हो र त्यतातिर? यो चाहिँ यस्तो छ यहाँको सिन चाहिँ वेदर नि बवाल छ कत्रो भिड छ यहाँ ओके कति अर्को है मेरो त्यस्तो भिड छ त्यहाँ टिटेको नाच्छु यहाँबाट तल जाँदैछौँ ड्याडी नाच्नु न ल त्यही गीतमा एक चरण यहाँ ल यो गीत बजाउनु पर्यो नि त ल ए ड्याडीको डान्स एकपल्ट जेप्पै नदिन्छ है के पाइ अलि पर्छ अब ड्याडी चाहिँ नाच्नुहुन्छ एउटा गीतमा सुरुबाट है ल चैट ड्याडी छुटिने बाटो हँसाएको मात्रै ड्याडी हाम्रो डान्सर ड्याडी आउँछ नि त्यहाँ आउँछ आइसक्यो अहिले हेर्नुपर्छ र अब चाहिँ हामी यहाँबाट अब हल्का पानी तिर्खा लागिसक्यो चाहिँ टपमा आएको थियो दामी लाग्यो भ्यू पनि अब चाहिँ हामी बिस्तारै तलतिर झर्छौँ र अनि खानासाना खाएर फेरि एकछिन रेस्ट गरेर फेरि निस्किन्छौँ ड्याडी टिकटक लभर आजभोलि अझै आउनु अन्त पऱ्यो अहिले र अब चाहिँ हामी फेरि तल रेस्टुरेन्टमा गएर फेरि भेट्नेछौँ हामी चाहिँ अब यहाँ बिस्तारै टिकटक बनाउँदै तलतिर जान्छ चाहिँ यहाँबाट झन् दामी देख्दो रहेछ यो चाहिँ कस्तो कति राम्रो बनाएको है यो त गाइस हामी चाहिँ अब अहिले चाहिँ नयाँ रेस्टुरेन्टमा अब हामी चाहिँ लन्चको लागि आएको हामीलाई चाहिँ अहिले कोक जिरो ड्याडी कोक जिरो चाहिँ कोक जिरो खाँदैछौँ टेस्टले त्यत्रो हिँडेपछि बल्ल बल्ल आनन्द है फ्रेस भयो हामी चाहिँ अब यहाँबाट खाजा खाएर फेरि कालदास फर्किन्छौँ त्यो आजको दिन चाहिँ रमाइलो भयो अन्त हजुरलाई कस्तो लाग्यो आजको एकदम गुड खुसी लाग्यो एकदम रमाइलो मजा है हामीले टिकटक नि बनायौँ यताउता त्यही गाइस अब हामी एकछिनमा खाजासाजा खाएर निस्किन्छौँ अब खानाले गाइस यो चाहिँ हाम्रो आजको लन्च ड्याडी र अब सुरु गरौँ है यो चाहिँ hamburger bacon and cheese spaghetti ल गाइस फाइनली हामी खाजा नि खाएर बल्ल एनर्जी आएर नि कस्तो लाग्यो ओभरअल फुड एकदम गुड एकदम मिठो लाग्यो र अब हामी चाहिँ आइसक्रिम खान जान्छौँ त्यसपछि फेरि बोल्ट बुक गरेर कालदास जान्छौँ त्यहाँदेखि आजको दिन कस्तो भयो हजुरको आजको दिन एकदम आइ एम सो ह्याप्पी बेस्ट आजको मौसमले पनि एकदम राम्रो साथ दिएको होइन त्यही त दिएको अवस्था त्यो भएर एकदमै गुड मुभमेन्ट छ अब बिस्तारै बिस्तारै घरतिर जाने
सुसार गर्दैछौँ सुसार गर्दैछौँ। अब त्यहाँ गएर आइसक्रिम खाने अन्त त्यसपछि बोल्ट गर्ने, बोल्ट गर्ने त्यसपछि कालदास जाने, कालदास गएपछि एकछिन घुम्ने अनि त्यो उताको हाम्रो दाइ आउनुहुन्छ त्यसपछि दाइलाई खाजा खुवाइदिने अनि घर जाने, राति रेस्ट गर्ने, भोलि बिहान आफ्नो बाटो लाग्नु पर्यो। न पप्पी यो खाली कुकुर हामी चाहिँ यहाँ फेरि यहाँ यो बिचबाट चाहिँ हामी कालदास जाँदैछौँ। अब बोल्ट गऱ्यौँ, बोल्ट चाहिँ 5 मिनटमा आउँछ र हामी फेरि उता कालदास सुपर मार्केट गएर यसो सामानहरू हेरेर अनि त्यसपछि फेरि घरतिर लाग्नेछौँ। अब घर पनि आइपुगिसक्यौँ र हामी घर आइपुग्छौँ। ल ड्याडी अब छोरासँग आज राम्रो घुमघाम भयो। फाइनल्ली अब आज हामी घुमेर अब आज लास्ट दिन बाउ छोरा अब एक रात बसाइ भोलि बाउ छोराको बिदाई छुट्टिने त्यही त हुन्छ। बाबु आफ्नो गन्तव्यतिर जान्छन्, म मेरो यहाँ आफ्नो त्यही त फेरि काममा व्यस्त हुन्छु। ल गाइस, ल यति बेलासम्म तपाईँले हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र यस्तै फेरि पनि नयाँ नयाँ भिडियोहरू ल्याउने नै छु। ल त्यति बेलासम्मको लागि चाहिँ stay safe, see you guys, see you in the next video. Thank you so much, thank you for watching. Bye.